हेलो एभ्रिवान, वेलकम टु माई अनदर ब्लग। चाहिँ तपाईँहरूलाई मेरो ब्लगमा स्वागत छ। अनि आज चाहिँ हामी म र मेरो बुढी आएको थियो। हामी चाहिँ आज बोराबाद जाँदैछौँ। हजुरहरूले मेरो युट्युब च्यानल चाहिँ सब्सक्राइब, लाइक, सेयर, कमेन्ट गर्नुभएको छ कि छैन त्यो पनि गरिदिनु होला। ल त साथीहरू, अब चाहिँ हामी बोराबाद भन्ने ठाउँ चाहिँ जाँदैछौँ, एक्सप्लोर गर्दै जाँदैछौँ बाटोमा। ओके गाइज, हेर्दै गर्नु होला। अहिले चाहिँ हामी सर्दो खोलाको छेउमा आइपुग्यौँ होइन। अनि हामी जाँदैछौँ यो जङ्गलको, हामी अब जङ्गलको बाटो जान्छौँ। हामी यो जङ्गल क्रस गरेर त्यहाँनिर चाहिँ एउटा गाउँ छ। त्यो गाउँदेखि उता जान्छ कोसी। अन्त एउटा कन्टिन्यू हेर्नु होला। नेपालको धुलो जिन्दाबाद। मलाई मेकअप गर्न गर्छौ गाइजहरू, बोराबाद गएको यहाँनिर त के पो भयो, साह्रै धुलो उड्दो रहेछ। गाइजहरू, यो बाटो चाहिँ नआउनु है, तपाईँहरू चाहिँ आउनुभयो भने है। यो हामी चाहिँ ठ्याक्कै तपाईँको सर्दु खोलादेखिको यता जङ्गलको बाटो आएको थियौँ। अनि धुलै धुलो क्या, यो बाटो बनाउँदै रहेछ नि त, त्यही भएर लास्टै धुलो क्या। यो बाटो चाहिँ तपाईँहरू बोराबाद आउनुहुन्छ भने यो बाटो चाहिँ नआउनु होला। किनभने एकदम एउटा गाडी हिँड्यो भने यति धेरै धुलो फ्याल्छ नि, साँच्चै भनेको यति धुलो क्या उड्ने क्या। अब यहाँ हेर्नु न, यहाँ यो गाडीले कति धुलो ल्याएको छ त। ल हेर्नु, ल अब केही देखिन्छ त परबाट हेर्नु त। लु यस्तो धुलो क्या, यस्तो धुलो। यो कुदाउनलाई पनि यहाँको अलिकति यहाँ हेर्नु न गाई, यस्तो धुलो छ क्या। न यस्तो भइयो क्या, त्यहीबाट यहीँ आउँदाखेरि यति साह्रो भइसक्यो। मैले त अझै सबै टकटक आएको पो त होइन। ऊ झन् अघि कस्तो भएको थियो त्यस्तो छ क्या अवस्था। अब यहाँको एकदम क्या बाटोहरू बनाएकै छैन, एकदम धुलो उड्ने। एकदम बाटोको अवस्था चाहिँ एकदम नाजुक छ है यहाँनिर चाहिँ। यस्तो एउटा गाडी कुद्दैखेरि धुलो यति धेरै आउने के गाइजहरू। ल गाइजहरू, अब बिस्तारै भन्नु जानै पऱ्यो नि। अब यही बाटो आइहाल्यो, अब आएपछि जानै पऱ्यो गाइजहरू। त्यही हो गाइजहरू। यो चाहिँ अहिले हामी चाहिँ यहाँ बाङ्गेमा आइसकेको छौँ। यो चाहिँ बाङ्गे हो, बाङ्गेको चोक हो। अनि यता चाहिँ इटरी जान्छ यो बाटो चाहिँ। अनि यो बाटो चाहिँ बोराबाद भन्ने ठाउँ जाने रहेछ। अनि हामी जाने भनेको चाहिँ यो बाटो हो। यताबाट चाहिँ धरानबाट हामी यो बाटो आएको। यहाँ चाहिँ अहिले कोसीको नहर पनि रहेछ। अनि यसलाई चाहिँ बाङ्गे चोक भन्छ गाइजहरू, बाङ्गे बजार। अनि यहाँ चाहिँ हामी थोरै चटपटे खाँदैछौँ। बोराबाद जाने अनि कति राम्रो चोरी बारे क्या। ल गाइजहरू, अहिले चाहिँ हामी बोराबाद आइपुग्यौँ है। अनि यहाँ चाहिँ रहेछ, यतातिर चाहिँ रहेछ गाइजहरू, यतातिर मान्छेहरू। अनि यता कोसी छ, कोसी उता छ। तर यस्तो गाडीहरू चाहिँ लास्टै धुवा उडाउने रहेछ गाइजहरू। धुवारै धुलो उडाएर खपिसक्नु छैन नि। हामी अघि आउँदाखेरि नि यस्तै गाडीहरू पछाडि कारहरू थियो कि धुलो उडाएर आउँदै सकेको पनि धुलो उडाएर गाडी। अनि ठाउँ चाहिँ यस्तो रहेछ है। खासै केही चाहिँ छैन यहाँनिर। त्यही हो, एउटा सनसेटको भ्यूको मजा लिनुलाई मात्रै आउने हो मान्छेहरू है। हामी चाहिँ अहिले बोराबाद आएको छौँ गाइजहरू। बोराबादको बोरा देख्नु हुँदैछ। यस्तो छ, यो चाहिँ यस्तो छ।
यहाँ पार्किङ स्थल यता रहेछ है अनि यो तलदेखि नै पार्किङ अनि सनसेट त यही हो ल हामी चाहिँ अब बोट खेल्छौँ बोट खेलेर अनि घरतिर जान्छौँ एकचोटि बोटको मजा लिन्छौँ गाइस अब यहाँ सिसी क्यामेरा लगाइदिएको रहेछ राम्रो गरेछ है मान्छेको अब्जर्भ गर्नलाई क्या मान्छेहरू यति धेरै पारी चाहिँ राम्रो छ क्या गाइस पारी चाहिँ एकदम राम्रो छ यस्तो छ है बोराबाद कस्तो लाग्यो बोराबाद राम्रै हो ल है नाउ यस्तो छ सिन चाहिँ यस्तो छ मान्छेहरूको क्राउडेडहरू धेरै छ यहाँ 3-4वटा बोर्ड हेर्नु न बिजनेस व्यापार खतरा ल बवाल ल म त एकछिन त बाहिर छु जस्तो लाग्यो दुबईतिरको भाइ आउने रहेछ यहाँ रेडी हामीलाई चाहिँ ओहो यो चाहिँ ठुलो रहेछ ल है यता चाहिँ क्राउडेड एरियाले चाहिँ यता चाहिँ बजारहरू कि यहाँ चाहिँ हरेक थोक पाउने खानेकुराको आइटमहरूदेखि लिएर सबै यता चाहिँ अलिक क्राउडेड रहेछ हामी चाहिँ उता क्राउड नभएको एरियामा बसेको थियौँ अनि यहाँ चाहिँ अलिक धेरै रहेछ क्या यहाँ चाहिँ हो सही हो बोराबाद लेखेको यो चाहिँ अलिकति राम्रो रहेछ गाइस बलुवा घारीमा मान्छेहरू नआउँदैछन् यतातिर तर हामी चाहिँ टाइम अलिकति उता धेरै बस्यो कि त्यही भएर म त है हामी अघि आउनु पाएको त राम्रो फोटो आउने रहेछ नि र हामीले लेट गऱ्यौँ क्या अर्कोपट्टि गयौँ नि त त्यही भएर अब नेक्स्ट टाइम थाहा भएर आउने है ल फेरि भयो भने मिल्यो भने फेरि आउँछु अब हामी चाहिँ यता स्टलबाट जान्छौँ है स्ट्रिट फुडहरू भाइरल माछावाला दाईको पकौडा अरे नाम मात्र छ काम छैन अब के गर्ने माछा दाईको पकौडा साइड भाइरल यहाँनिर जाऊँ यहाँ के पकौडा कहाँ पाउँछ छैन ए ल एक हप्ता पछाडिदेखि चाहिँ हुन्छ अरे पकौडा चाहिँ हामी नयाँ ट्राई गरौँ न खुसीको माछा ट्राई गरौँ भनेर यतातिर पनि सबै स्टल गाइजहरू ल यता एटिआर देख्न सक्नुहुन्छ यस राम्रो बनाएको छ यतातिर सबैतिर हाम्रो सुरक्षा सरहरू पनि हुनुहुन्छ हाम्रो सुरक्षाका लागि बस्नुभएको छ अनि यतातिर बलुवा घारी तर उयो पर चाहिँ एकदम राम्रो ठाउँ चाहिँ पारी रहेछ है गाइजहरू हेर्नुहोस् त कस्तो राम्रो क्या रहेछ टिकट हामी पनि कुदाउँ भनेको टिकटै सक्यो भन्छ है गाइजहरू यहाँ बच्चालाई कति रमाइलो भइरहेछ है ल खाने कुराको स्टलहरू चाहिँ धेरै छ यतातिर है देख्न सक्नुहुन्छ अहिले रात पनि परिसक्यो लगभग 5-5:30 भइसक्यो घाम पनि गयो अब किनभने जाडो महिनामा त छिटै जान्छ नि त घाम त्यही भएर ल गाइसहरू हेर्न सक्नुहुन्छ यस्तो छ भ्यू बोराबाद काठकोबाट बनाएको हिँड न के गरेको उता हिँड न यता चाहिँ कोसी टाइपको भाइब कोसी अरे समुद्रको भाइब आउने रहेछ यहाँ चाहिँ मान्छेहरू धेरै क्राउडेड यता बोरा यस अनि मान्छे छोरा छन् त यहाँनिर यहाँको पर्यटक प्रबन्धन चाहिँ लास्ट चाहिँ फस्टायो क्या मान्छेहरू धेरै भएर चाहिँ यहाँ हामी चाहिँ एउटा फोटो लिन्छौँ अनि त्यसपछि घर जान्छौँ यता चाहिँ डुङ्गाहरू बोटिङहरू रहेछ यतातिर चाहिँ खाने कुराको स्टलहरू हेर्नु कति राम्रो र कोसीको समुद्र छाल हेर्ने यस्तो छ
समुद्र यही हो हाम्रो बोराबाद काम भइहाल्यो अहिले त हामी चाहिँ गाइजहरू भक्का खाने अब है भक्का खान आँटेको छौँ हामी चाहिँ यहाँ भक्का चाहिँ यसरी बनाउँदै हुन्छ हामीले अब हामी भक्का खाने यतातिर यस्तो छ मान्छेहरू अघि त धेरै थियो अहिले अलिक कम कम भयो रात पऱ्यो ल अब चाहिँ हामीले भक्का सक्का खाएर आइसक्यौँ अब चाहिँ घर जाने गाइजहरू त्यही हो मेरो भिडियोलाई लाइक सेयर कमेन्ट सब्सक्राइब सबै गरिदिनु होला आजको लागि मेरो यो बोराबादको भ्लग चाहिँ यहीँ एन्डिङ गर्न चाहन्छु बाई बाई